पहिलाको राइडरहरू ट्याट ओ राइड रिक्वेस्ट आएछ 2 किलोमिटर भन्दैछ केही छैन म लिन जान्छु ओहो गुगल म्याप घुमेछ केही छैन 2 किलोमिटर 1.5 किलोमिटर मात्र तर यसो घुमाउने बाटो पनि टक्क सर आउनुहोस् न बस्नुहोस् हजुरको राइड अनि कस्टमरले जे भन्यो नि पछाडि बसेर हुन्छ हजुर हस् हस् हो नि सर ओ सर यो जाममा किन बस्ने म तपाईँलाई सर्टकट लिएर जान्छु ल सर्टकट पनि गइयो होइन टक्क ओर्ल्यो राइडको कति भएको छ 250 लिनुहोस् चेन्ज राख्नुहोस् है ओहो 1000 रुपियाँ सर पर्दैन थियो नि पर्दैन थियो राख भन्नुहुन्छ कस्टमरले थ्याङ्क यू सर धेरै धेरै थ्याङ्क यू खुट्टा ढोकिदिउँ नै जस्तो लाग्ने क्या त्यो बेला है अनि जम्मा 10 पिस राइडमा टन्न कमायो 1000 रुपियाँ दिँदा यत्रो पैसा कमाउँदा वा दिनभरिमा वर्थ इट कमाइ मान्छे पनि थोरै अनि त्यस पछाडि सुरु भयो अरू राइडरहरू नयाँ राइडरहरू है उहाँहरूको हालत चाहिँ राइड रिक्वेस्ट आयो ओ म्याम भोलि लिन जानै पर्ने 2 किलोमिटर 1.5 किलोमिटर हे भगवान् जम्मा 65 रुपियाँ जान्न त्यही पनि के छ जानु हो लोकेसनमा कहाँ जानु हो खै हुनुहुन्न त कस्टमर हेलो सर तपाईँको लोकेसनमा आइपुगेको छु म अलि माथि आउनु भन्नुहुन्छ कस्टमरले अनि कहाँ माथि सर तपाईँको बाउले किनिदिए मलाई पेट्रोल जाऊ तपाईँको लोकेसन त्यही आउनुहोस् न तपाईँ ल झन् त नपुग्यो कस्टमरकोमा बस्नुभयो ओहो सर हुन्छ हुन्छ बस्नुहोस् कस्टमरले भन्नुहुन्छ अब चाहिँ धेरै छोडेर राइडर चाहिँ नयाँ भएर सर्टकट जाऊँ न भाइ सर्टकट नजाऊँ सर्टकट होइन सर मलाई थाहा छ बाटो मलाई थाहा छ मैले लाने बाटो पनि तपाईँलाई सर्टकटै हो भन्नुहुन्छ होइन जोर जबरजस्ती गरेर जानुहुन्छ ट्राफिक जाममा पर्नुहुन्छ होइन अनि ट्राफिक जाममा परे पनि साथ देखाइन अहिलेको राइडरलाई के भन्नुहुन्छ ओहो कति धेरै ट्राफिक जाम कति धेरै पुरानो राइडरले जब ट्राफिक जामै हेर्दैन थियो थाहा हुँदैन मतलबै हुँदैन थियो कि गल्लीबाट स्किप गरेर जान्थ्यो नि त त्यस्तो त कति चोक म अहिले आफै कस्टमर भएर चढ्दैछु क्या मान्नुहुन्न रहेछ अहिलेको राइडरले ओके ल त्यहाँबाट पनि अगाडि गन्तव्यस्थल पुग्यो होइन झऱ्यो कति बज्यो सर सोध्नुहुन्छ नि त एभ्री टाइम कस्टमरले त 65 रुपिस अनि त्यसमा चाहिँ कोहीले 100 दिनुहुन्छ ठिकै हो 45 त उहाँहरूलाई टिप्स पर्छ होइन अहिलेको हालतै त्यस्तै छ क्या अनि उल्टा त्यस्तै स्टुडेन्टहरू पऱ्यो भने चाहिँ क्या सर म स्टुडेन्ट हो नि 65 उठाएको छ 50 दिन्छु नि ल किनभने पुरानोको कमाइ धेरै हुन्थ्यो राम्रो हुन्थ्यो कोहीलाई हामी छोडिदिने पनि गर्थ्यौँ त्यो कुरा चाहिँ पछि अर्को राइडरहरूलाई असर पर्न गएको हो क्या गाइस यो कुरा चाहिँ बुझ्नुपर्छ र राइडर पनि बढेको कारणले पनि हो है र अनि अहिलेको पछिको एकदम अपडेटेड हरेकको माउन्टसँग कोप्रो भएको राइडरहरूको हालत है त राइड रिक्वेस्ट आउँछ नि ओ खतरा राइड रिक्वेस्ट आयो यार 45 रुपिज याङ्गोमा इनड्राइभमा पठाउँछ समथिङ एल्स त्यस्तै होइन जानुहुन्छ खतरा पुरा ब्ला 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 दिदी पपअप लोकेसनमा आइपुगेँ म लोकेसन रङ भयो थोरै माथि छ अनि सोध्नुहुन्छ हजुर हो अनि सर कहाँ रङ लोकेसन हालेर तपाईँलाई लोकेसन हाल्न आउँदैन वार्तालाप सुरु त्यहीबाट हुन्छ चढ्न त गाह्रो छ किन कन्टेन्ट बनाउँछ भ्युज आउँछ पक्कै पनि भ्लग गर्नेहरूले फुल टाइम जब गर्नुहुन्न कि त्यसको असर है उहाँहरूलाई अनि ठिक छ वार्तालाप गर्दै गयो बाटोमा एउटा राम्रो केटी देख्यो क्या चोख है दाइ कस्तो चोख है खतरा है कसैको चाहिँ फेरि अहिले झन् धेरै हुने गरेको क्या मजा आउँछ मलाई हमेलको बाटो हुन्छ अनि
यति यति छोटो छोटो कपडा लगाएको गर्ल्सहरू देख्छ नि, वाउ गरेर पछाडिबाट ठक्क देखाइदिएछ। अनि कोही कोही हुनुहुन्छ होइन, अब परेको पनि क्या ढुसुम 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 ढुसुम, यसको गल्ती होइन, मेरो गल्ती कन्टेन्ट दिनभरिमा 5-6वटा गर्नुहुन्छ। अनि त्यो 5वटाको के भिडियोहरू त्यत्रो बनाउनु पऱ्यो नि त, अब स्टोरी होइन टन्नै पुग्ने गरेर। अनि 4-5 दिन चाहिँ पुरै एडिट गर्दै बस्ने हो क्या घरमा। किन विश्वास छैन राइडमा? केमा विश्वास छ? कन्टेन्टमा। फेसबुक, युट्युब, टिकटक। वाउ मेरो यति लाख भ्युज गयो यार, यति डलर आयो, यति उति। यही छ, यो वास्तविकता हो है अहिलेको राइडरहरूको। पहिला यही वास्तविकता थाहा नभएर यो कुराहरू बोलिदिने नभएको भएर राइडरहरू यही भिडियोहरू हेरेर पछि जन्मे भनौँ न, यस्तै कुराहरू भ्लगमा चाहिँ हेरेर उहाँहरू कति गाउँबाट आउनुभयो, कतिजनाको भर्खरै लाइसेन्स निक्ले 1 वर्ष भएको थियो। काठमाडौँको कतिपय कुराहरू उहाँहरूलाई थाहा थिएन, यत्रो यत्रो कमाउँछ अरे भनेर भन्थ्यो। हो फेरि भ्लगरहरूले एक दिनमा त फेरि कुद्नु नि हुन्छ, 5-6 हजार मैले पत्याएँ। यो पनि कुद्यो, लोत कुद्यो, 12 घन्टै कुदेर बनाउनु भयो। तर लास्टमा एडिट गर्दा आराम पाउनुहुन्छ, घर बस्दा आराम पाउनुहुन्छ। उहाँलाई हालिदिएको बाइकको लोन हुँदैन प्रायःको, बुढी बाउआमाले हालिदिएको हुन्छ। सो अफ। अनि गोप्रो किन्नलाई त एज अ राइडर मै भएर त मैले 2 वर्षको कमाइ डल्लोबारे किन्छु भन्दा त कहिले के हुने कहिले के हुने कहिले के भइदिने गरेर मैले किन्न सकेको थिइनँ है। अब यहाँ पनि फेरि तपाईँहरूले कुरा उठाउनु होला गोप्रो किन्न नसकेको कुरामा। यो कुरा चाहिँ हो, सत्य तथ्य हो। मेरो धेरै साथीहरूलाई थाहा छ, मैले थोरै थोरै युट्युब बनाउनु थालेको थिएँ, त्यो बेला गोप्रो चाहियो। तपाईँ म्याम राम्रो बोल्नुहुन्छ, भ्लग हान्नु भन्नुभएको थियो कि त्यो बेला त सुरुवाती मात्र भएर धेरै भ्लगर थिएन क्या अहिले जस्तो हो। ल है त, मेरो कुरा मेरो भइहाल्यो, स्टोरी छोडिदिनुहोस् यसलाई। राइडरलाई नै मिसप्लेस गरे हो, राइडरले नै आफ्नो इज्जत गुमाएको हो कस्टमरको अगाडि। यो कुरा चाहिँ मान्नुहोस्। तपाईँले राइडर भएर कसैको ज्यान बोकेर हिँड्दै हुनुहुन्छ, सुरक्षित हुनुहोस् 1 नम्बर। 2 नम्बर, पब्लिक एरियामा हुनुहुन्छ, तपाईँ कसरी काम गर्ने, कहाँ खिच्ने, कस्तो खिच्ने, के को लागि खिच्ने। ठिक छ, तपाईँलाई कमेडी कन्टेन्ट मन पर्यो, नो प्रब्लम, त्यो तपाईँको हक अधिकारको कुरा, म बोल्ने मान्छे कोही पनि होइन। तर कहिलेकाहीँ त राम्रो सन्देशमूलक पनि बनाउनुहोस् न होइन। तपाईँहरूको त अलरेडी चुइयाँ कहाँ पुगिसकेको हुन्छ दुनियाँको तिग्रा देखाएर होइन, दुनियाँलाई केटीलाई वाह गरेर के गरेर भनौँ न। तपाईँहरू त अब पब्लिकले पनि त्यस्तै मन पराइदिन्छ, ठिक छ। तर सत्य मानिदिन्छ या कति के भन्नु, उहाँहरूलाई सपना बोकेर आउनुहुन्छ क्या। त्यही भएर हरेक राइडरलाई साथ दिनुहोस्, सकारात्मक कुरामा अगाडि बढाउनुहोस्, मृत्यु हुनबाट जोगिनुहोस्। म त जहिले त्यही सम्झिन्छु। म त धेरै राइडर साथीहरूको बिजोग हुँदाखेरि कहिले पुलिस स्टेसन घेर्न गयौँ नि त, हामी पनि त्यस्तै, रासपा थिएन त्यो बेला। अनि त्यही जानेर बुझेर म पनि त्यस्तैमा हिँडे हो कि होइन भन्दिनँ, धेरै रमाइलो गरे हो, नगरे भन्दिनँ। र अर्को कुरा चाहिँ राइडरहरूले अहिलेसम्म कमाएर घर जग्गा जमिन फेरि राइडरले किन्न सकेनन् क्या। 1 लाख 1.5 लाख सुरुवातीबाट कमाए पनि अहिले दिनको 1000 रुपियाँ 1500 कमाए पनि अलिक गाह्रो छ। त्यही भएर राइडरहरू धेरै ल्याउनुको कारण पनि हाम्रै गल्तीहरू हो। कस्टमरलाई धेरैभन्दा धेरै त्यो कमाइ देखाएर क्या सस्तो चाहिँ विदेशीहरूले पेल्नुमा पनि कमी कमजोरी छ यसमा, मान्नुहोस्। र हामीले आफ्नो दुःख धेरै नदेखाएर सुख धेरै देखाएको भएर मैले काम गरुन्जेलसम्म, सुरुवात गरुन्जेलसम्म 1 लाख पनि राइडर हुनुहुन्न थियो काठमाडौँमा। अहिले त 4 लाख ओभर पुगिसक्नु भएको छ। त्यो भएको भएर कति दुःख छ, कति के छ, कति के गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ आफैले ध्यान पुर्याउनु। हस्, धन्यवाद।